हेलो गाइस यहाँनिर चाहिँ सानो एक्सिडेन्ट भएछ हामी ठिकै गरेको थियौँ घरतिर यहाँनिर चाहिँ सानो एक्सिडेन्ट भएछ भन्दा पनि ठुलै हो तर मान्छे क्षति चाहिँ भएन केही पनि त्यसकातिर एउटा स्कुटी ठोकिएछ अनि त्यो बिचु स्कुटीको चाहिँ हालत अलिकति निकै खराब छ स्कुटी चाहिँ यस्तो भएको छ है ढुट्टो भएको छ सबैजना अलिक सचेत भएर गाडीहरू चलाइदिनु होला स्कर्पियोको चाहिँ हेडलाइट मात्रै फुटेको छ माहौल अलिकति यहाँनिर भिडभाड निकै भिडभाड भइसकेको छ है सरहरू पनि आइसक्नु भएको छ यहाँनिर भेनबाट हान्नु नि त मलाई पनि हान्नु नि ट्याक्कै चाहिँ कहाँनिर भने अगाडिको नै छैन सेतो लाउनु हुने मान्छे हटाएर यो स्कुटीवाला स्कर्पियोवाला मात्रै भेला पारेर गराउनु हुन्छ जति मान्छे भेरमा त्यति हुँदैन चुडेर मान्छे चाहिँ धन्न केही नभयो खुसी हुनुपर्छ हामी जे भयो भने हल्का साधनहरू क्षति भयो अलिकति मिल्दैन मान्छे केही भयो हजुर मान्छे चाहिँ केही नभएको गाडी मात्रै यति क्षति स्कर्पियोको चाहिँ हेडलाइट मात्रै गएको स्कुटीको कस्तो हालत भएको छ तर के हुँदैछ कुराकानी आमामा रोड त पुरै ब्लक भइरहेछ भिडियो हेर्नु त अनुमति बेगर भिडियो खेल्नु पाउँछ गाडी लाने